अन्तत दर्शकबिन कान्छी सिरियलमा भने सागरलाई दिनरात एक गरेर खोज्दा पनि कान्छीले भने भेटाउन सकेकी छैनन् र यता भने कान्छीले सपनामा सागर र कान्छी जङ्गल गएको र जङ्गलमा लुकामारी खेल्दाखेरि सागर जङ्गलमै हराएको कुरा थाहा पाएकी छिन्। अब के हुन्छ त दर्शकबिन, के सालिनाको मामाले सागरलाई मारिदिन्छन् त? के सागर त्यहाँबाट भाग्न सफल हुन्छन् त? के कान्छीले सागरलाई भेटाउलिन् त? आजको यस भिडियोमा सम्पूर्ण कुरो बताउनेवाला छु, त्यसैले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। र यदि तपाईँ सागर र कान्छीको भेट भएको हेर्न चाहनुहुन्छ भने हाम्रो भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गरिदिनु होला। दर्शकबिन भिडियोलाई सुरु गरौँ। गत साता गएको सिरियलमा भने यता कान्छो र प्याउसी केटीको टिकोटालो गरिदिन लाग्दा बाबाहरू रोक्छन्। कान्छाका बुवा आमालाई भने नाना थरी भन्दै बेजतीका सन्तान भन्दै विभिन्न गाली पनि दिनछन्। तर यता ट्याउसी केटी मेरो बाबाको इच्छा विपरीत गर्नुभयो, मलाई बाबासँग बस्न मन छैन भन्दै प्याउसी केटीले आफ्नो बुबालाई भन्छन्। तर यता बुबा भने यदि त फर्केर जाँदिनुहोस् भने मेरो लास पाउनेछस् भन्दै त्यहाँबाट जान्छन्। र यता भने कान्छाले ट्याउसी केटीलाई सम्झाउँछन् र अँगालो लगाउँछन्। र उता भने दर्शकबिन कान्छीले भने सागरलाई अहिलेसम्म पनि भेटाउन सकेकी छैनन्। सागरलाई भने यता सालिनाको मामाले विभिन्न यातना र टर्चर दिएर मैले भनेको माइनस भने मारिदिन्छु भन्दै मार्न लागेका हुन्छन्। तर यता सालिनाले म सागरसँग बिहे गर्न चाहन्छु भन्दै भन्छन्। मान्छेहरू कतिसम्म स्वार्थी हुन सक्छन् त? यहाँ कान्छीले भने सागरलाई काठमाडौँको सहरमा खोज्दा पनि नभेटेपछि सपनामा भने सागर र कान्छी जङ्गल गएको र जङ्गलमै हराएको कुरा सपनामा देखेकी छिन्। अब आउने भागमा भने कान्छीले पुलिसहरूलाई लिएर जङ्गल खोज्न जानुपर्छ र जङ्गलमा पुगिसकेपछि सागरलाई र सालिनाको मामालाई भने बन्धनबाट फुत्काउनु पर्छ भन्ने म चाहन्छु। तपाईहरू के चाहनुहुन्छ दर्शकबिन तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। साथै कान्छीलाई यसरी दुःख दिने त्यो सालिनालाई भने त्यहाँबाट बोकबोकै तडपाएर राख्नुपर्छ, किनभनेदेखि सागर जस्तो असल निर्दोष व्यक्तिलाई तडपाएर षड्यन्त्र गरेर त्यसरी राख्ने पापीलाई त्यसै छोड्नु हुँदैन। कान्छीले सागरले खोज्ने क्रममा गाउँभरिका मान्छेले कान्छीको बारेमा कुरा पनि काटिरहेका छन्। दर्शकबिन दुःखको बेला कोही पनि साथमा हुँदैन भन्ने कुरा पनि हामीले थाहा पाएका छौँ। अब आउने भाग कस्तो हुन्छ होला दर्शकबिन त्यो एकिनका साथ भन्न सकिँदैन, किनभनेदेखि सम्पूर्ण कुरो फिल्म निर्माता आशा गौतमको हातमा रहेको छ। हामी मिल्नेछौँ अर्को रिभ्यू भिडियो।